हेलो हेलो साथीहरू, आज चाहिँ हामी सेयर च्यालेन्ज गर्न जाँदैछौँ। यता चाहिँ कराटे स्टिक, तितौरा, कुरकुरे पनि थियो, करेन्ट चाउचाउ, मासु, अन्डा, अनि उता चाहिँ काँक्रो थियो, स्प्राइट थियो, अनि त्यो दुधवाला मिठाई पनि थियो। हेलो हेलो साथीहरू, आज चाहिँ हामी बेनिसा म कान्छी भएर सिजर पेपर खेल्न लागेको छौँ। अनि पछि यो भिडियो चाहिँ हजुरलाई लास्टसम्म हेरिदिनु। यति रमाइलो भयो नि आज चाहिँ हामीहरूलाई, यति रमाइलो थियो नि। लास्टको पार्ट 2 पार्ट 3 पनि आएको छ, त्यो पनि हेर्नुलाई हजुरले भिडियोमा खोजेर सबै भिडियोमा जान्ला। साथीहरू, आज चाहिँ हामी रफ पेपर सिजर खेल्न लागेको म अनि मेरो सानो अनि मेरो बहिनी भएर हामी चाहिँ यस्तो रमाइलो गरी खेलेको थियौँ नि। अनि रमाइलो हुँदो रहेछ कि म चाहिँ फर्स्ट टाइम खेलेको नि त यस्तो रफ पेपर सिजर। अनि नानीहरूले खेलौँ त खेलौँ भनेर हामी चाहिँ यहाँ खेल्न लागेको कि अनि फेरि त्यो हामी फेरि दगुर्दै जाने अनि त्यहाँ रेलिङलाई छुने अनि आउने गरेको थियौँ नि त। अनि त्यो 1 2 3 4 गो भन्दै यता चाहिँ म खान थाल्यौँ। म चाहिँ यता गमगम्दी खाएकी छु। के अरे पर्साले पनि त सबै खाइदिन्छ नि, त्यो भएर म त गमगम्दी खाइदिउँ। मम्मी चाहिँ यता आएर मलाई च्याप्पा पारिसक्नु, मेरो मुख चाहिँ पुरा फुल्लेको थियो। अब चाहिँ म सिया भन्छ सेहा, अनि पछि पालो हेर कसको आउँछ है। अब कसैको पनि आयो, मेरो पालो आएछ त अब मैले चाहिँ घमघम्ती खान्छु कि यिनीहरूले हेरि त्यही करेन्ट चाउचाउ मात्र खाने कि नानीहरूले हेरे। वर्षाले हेरे कति धेरैचोटि झ्याली गरेको थियो नि, त्यहीबाट चाहिँ वर्षाले त झ्याली गरेपछि हामी त फेरि 2 चोटि गर्न लगाइदियो। वर्षा त नछोइकन आउँदिन्छु न पनि। अनि मलाई चाहिँ पिरो भएर कस्तो भयो त नि। गाइजहरू, अब चाहिँ मेरो टराइ म फेरि गुवाम गुवाम खाइरहेको छु कि कान्छी आएर फेरि मलाई अब च्याप्पा साथी हाल्नुहुन्छ। स्प्राइट खानै लाग्थ्यो, अब मलाई कान्छीले च्याप्पा वर्षाले धेरै खायो भनेर नि मैले च्याप्पा सामात खान्न। तिमीहरूले फेरि करेन्ट चाउचाउ मात्र खाएको थियो नि त। करेन्ट चाउचाउ मिठो हुन्छ हामीलाई। मैले फेरि नजाने अब 1 2 3 4 भन्छु कि यिनीहरूले यस्तो होइन होइन भन्छन्, झ्याली गर्छन्। अनि मैले यति 1 2 3 4 भन्छ। कौनाको पालो फेरि बेनिसाको पालो आएछ। मलाई चाहिँ पिरो भएर चाहिँ म चाहिँ स्प्राइट खाइछु। अब चाहिँ हेर्नु है म कति ठुलो घाँस किन्छु। यति खान्छु नि, कान्छी च्याप्पा साथी हाल्नुभयो कि कान्छीले हेरि चम्चाले उता मिलाउन कान्छी भनाएको कि मलाई चाहिँ मेरो चाहिँ मम्मी हो, वर्षकी चाहिँ कान्छी हो। त्यहाँ हेरि अरू कराटे स्टिक पनि थिएन, तिनीहरू चाहिँ कसैको पनि